ल तपाईलाई पनि वेलकम मेरो भ्लगमा। देख्न सक्नुहुन्छ गिरी दाइले चाहिँ यो पेन राख्ने भाडा बनाउँदैछ गाइज। ल हेर्न सक्नुहुन्छ कस्तो छ भनिदिनु होला। हेलो मलाई त हेलो गर्ने नि फुर्सद छैन गाइस। हेर्न सक्नुहुन्छ चाउचाउ मेरी माया फुल जस्ती किन चकचक सरले पनि भएन भने त्यसपछि हामीले पनि यहाँ बनाउन लागेको सबै खोलेर गाई यहाँ सबै सामान रेडी गरेर आइसकेको छौँ। ल अब चाहिँ हामी एकछिनको लागि यहाँ राख्नेछौँ। बडी देख्न सक्नुहुन्छ गिरी दाइको त्यसपछि काम गर। हेलो हेलो गाइस, हामी चाहिँ उठिसकेको छौँ। बिहान गिरी दाइ हुनुहुन्छ। हिजो चाहिँ हामीले यति हेलो अहिले चाहिँ हाम्रो यति पुगिसकेको छौँ। कहाँ भित्र चाहिँ लगभग सकिन आँटिसक्यो हेर्न सक्नुहुन्छ। स्कुलबाट आएछ यता हेर्नलाई ड्र गर्दै हुनुहुन्छ। हेलो गाइज, वेलकम टु माई ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु गाइज। आज चाहिँ म न्यू डे न्यू भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामु। हेर्न सक्नुहुन्छ यहाँ चपस्टिक बनाउँदैछौँ हामी स्कुल वर्क टु ट्रान्जिटको। हेर्न सक्नुहुन्छ यता पनि बनाएर राखेको छ। यो अलिक सानो भएछ। अब यसको एउटा साइजको चाहिँ म अलिक ठुलो बनाउँदैछु गाइज। हेर्न सक्नुहुन्छ बस्दैमा यहाँ छ। जाऊ डोको लिएर आऊ तिम्रो देखाउँ। जाऊ न छिटो देखाउ त। यो चाहिँ मैले बनाएको हेर्न सक्नुहुन्छ। अब यहाँ कलर गर्नुपर्छ। बवाल देख्छ त्यसपछि। सुमन त्यहाँ चाहिँ केलाउँदैछ। यो अलिअलि काट्ने होइन भने त काट्ने होइन त्यहाँ उयो के अरे निर्जल। आजको दिन कस्तो हुन्छ हेर्दै जानु होला गाइज। हेलो हेलो गाइज, म चाहिँ सुमन तामाङ। गिरी दाइको भ्लग चाहिँ मैले बनाइरहेको छु। देख्न सक्नुहुन्छ गिरी दाइले चाहिँ यो पेन राख्ने भाडा बनाउनु हुँदैछ। गिरी दाइले चाहिँ बब्बालै बनाउनु भइरहेछ है। यता सुदर्शनले चाहिँ डाइनिङ टेबल बनाउँदैछ गाइज। ल सुदर्शनले चाहिँ एकदमै मेहनतले। यता निर्जल छ। निर्जल चाहिँ धागो छुट्याइरहेको छ भने पास्तेम्बा चाहिँ यतातिर सोया केलाइरहेको छ। अनि पास्तेम्बाले बनाएको डोको चाहिँ यता कुनामा लगेर राखेको रहेछ पास्तेम्बाले। यहाँनिर छ है पास्तेम्बाको डोको चाहिँ यस्तो छ है। ए पास्तेम्बाको मेहनत चाहिँ धेरै छ यो डोकोमा। र म चाहिँ एकछिन बसेको। मैले चोया केलाइरहेको थियो। ल बाई बाई गाइज, फेरि भेटौँला। हेलो हेलो हेर्न सक्नुहुन्छ म जे बनाइसकेको छ कस्तो छ भनिदिनु होला। टक्क लगाएर बनाएको छु। भित्र चाहिँ यस्तो छ। क्यामेरा 4 भएछ। हेलो भन। हेलो मलाई त हेलो गर्ने नि फुर्सद छैन गाइस। यहाँ फोकस सब गइसक्यो। खाजा किनेर आएको हेर्न सक्नुहुन्छ चाउचाउ र बरफ खाँदैछौँ हामी। हेलो हेलो अहिले चाहिँ हामीको लगभग फाइनलतिर आइसकेको छ। हेर्न सक्नुहुन्छ। खोइ तिमीहरू किन यहाँ बाँध्नु त्यो थाहा पाउनु यिनीहरू चाहिँ थाहा पाउँदैन। त्यो 6वटा चाहिन्छ नि त मलाई। यता ढोको बनाउँदैछ
एउटा आधी बन्दैछ सक्नुहुन्छ र यता चाहिँ पुरै एउटा बनिसकेको छ त बबाल हुन्छ गाइस डोको हेर्नुहोस् मेरी माया फुल जस्तै बबाल छ भाइ ल हेलो भन न किन चकचक गरेर फुल हेर्नुहोस् गाइस अनि आजको भ्यू पनि देखाउँछु गाइस हेर्नु सक्नुहुन्छ आजको भ्यू हस् त गाइस अहिले पछि अब भेटौँ ल अनि मैले बनाएको ब्याम्बो क्राफ्टको त्यो पेनहरू राख्न त हेर्नु सक्नुहुन्छ टक्क लगाएर यहाँ पेन्ट गरेर टक्क लगाएर सुकाएर राखेको छ हेर्नु सक्नुहुन्छ कस्तो भयो होला भनिदिनु होला सबजनाले कमेन्ट हानिदिनु होला एकछिनमा भेटौँला गाइस हेलो गाइस अहिले चाहिँ हाम्रो यो फेरि न्यू बनाउनु लागेको बिग्रियो सरले पनि भएन भने त्यसपछि हामीले पनि यहाँ बनाउनु लागेको सबै खोलेर गाइस हेर्नु सक्नुहुन्छ सरले अलिक ठुलो चाहियो अरे यो स्पेस चाहिँ टक्क भात खानु मिल्नु पऱ्यो अरे यो रिसाको रिसै छ यसले त कसरी फकाउने होला गाइस कमेन्ट गर्नु पर्यो है कसरी फकाउने होला केटीलाई यस्तो फकाउनु पर्दैन हामीले यत्रो फकाइसक्यो है यत्रो रिक्वेस्ट गरिसक्यो फेरि हाम्रो यो रिस्टार्ट भएको छ हेर्नु सक्नुहुन्छ एकछिनमा भेटौँला आज चाहिँ हामी यतै बस्नेछौँ सिधै अब पर्सि मात्र स्कुल जानेछौँ हेलो अहिले चाहिँ म यहाँ सबै सामान रेडी गरेर आइसकेको छौँ ल अब चाहिँ हामी यो एकछिनको लागि यहाँ राख्नेछौँ एकछिन रेस्टको लागि चाहिँ हामी अब बाहिर निक्लिनेछौँ त्यसपछि चाहिँ हामी यो आएर यो बनाउनेछौँ त्यसपछि भेटौँला अहिले चाहिँ हामी यहाँ रुमबाट निक्लिनेछौँ हात खुट्टा त धुनु पर्थ्यो अरे एक्लो ल गिरिदाई चाहिँ हात धुन जानु लाग्नु भएको छ बडी देख्न सक्नुहुन्छ गिरिदाईको दाईहरूको सबको बडी छ हाम्रो त केही छ साइकल अघि यहाँ ल्याउनु पर्छ नि म यहाँबाट लिएर आएको ऊ भाइहरूले लगेको उता मैले त्यस्तो देखाएको तिमीले त्यस्तो देखाएको नि मैले तिमीले उल्टो भएछ नि त नि या अब चाहिँ हामी जाँदैछौँ खोइ कहाँ गयो यो फ्ल्यास लाइट बलेपछि आँखै देख्दैन क्या अझै मेरो घर जान्छौँ कपडा चेन्ज गरेर फेरि आउँछौँ अनि सुत्छौँ 5 दिन बाद सुत्छौँ र त्यसपछि काम गर्छौँ अनि त्यसपछि खाना खाएर हामी चाहिँ अब आज रातभरि कति टाइम लाग्छ हेर्नु होला तपाईँहरूलाई म घडी देखाइ काम गर्दैछु ग्यास गेम पनि खेल्ने समय थोरै अब यसो एक्सर्साइज त गर्नु पऱ्यो कहाँ छ को बर्थडे कल त मैले के काटेछु एकछिनमा खान्छौँ ल तपाईँलाई पनि वेलकम मेरो भ्लगमा के को गिफ्ट हेलो हेलो गाइस हामी चाहिँ उठिसकेको छौँ बिहान रातभरि काम गरेर दाइहरूले चाहिँ दाइहरू सुतिरहनु भएको छ म चाहिँ उठेर मुखसुख धोएर पनि अब फेरि काममा जाने देख्न सक्नुहुन्छ यो ट्याबेलाई चाहिँ यहाँ गिर्दै हुनुहुन्छ हिजो चाहिँ हामीले यति मात्रै बुनिसक्यौँ रातभरिमा यो हाल्यौँ यो बुन्यौँ एउटा हिँड्यो यस्तो के साथी भन्नु या ल त गाइस फेरि भेटौँला अहिले चाहिँ हाम्रो यति पुगिसकेको छौँ हेर्नु सक्नुहुन्छ हिजो बेलुकादेखि गरेको केटोको हात सब ड्यामेज भइसक्यो यहाँ
अझै लेख्न बाँकी छ के गर्ने के छ भाइ ए त देख्दैन रहेछ त्यहाँ टल्किरहेछ फेरि यहाँ सिराउनु आस्तेमा आइसकेको छ स्कुलबाट त्यहाँभित्र चाहिँ लगभग सकिनु आँटिसक्यो सक्नुहुन्छ के छ भाइ मेरो फोन चाहिँ कहाँ छ आज के थाहा त ल अब चाहिँ टक्क लाएर भयो हेलो स्कुल जान लाग्यो अब यता चाहिँ यो बिजनेस प्लान बनाउनुको लागि त्यहाँ रेडी गर्दैछौँ सिलाउने दुईटा छ कतार गर्नुपर्छ किन सिलाउनु दुईटा छ यही त होला नि एउटा यस्तो भोबाल भएको छ नि नाचुन देख्दो रहेछ है सेन्टरमै छ अलिकता यता अलिकता यता मैले हिजो अन्दाज लगाएको यहाँनिर भए ठ्याक्कै हुँदैन क्या मैले हिजो 1 घन्टामा सुदर्शन यहाँसम्म थालेको थियो उठेर यति गराएर मैले उठेर यहाँसम्म भएको तिमीले गरेर छैन त्यति मैले उसले कति गर्यो भन त्यहाँ यति थियो क्या तपाईँ बिहान उठ्दा हो यति थियो है भाइ मैले 2 स्टेप हालेको थिएँ यसले यति थियो है यति थियो अन्त सुदर्शन यो स्टेप हाने होइन कहाँ जन्म यहीँबाट गर्छु ल त अहिले 9:30 अब घन्टी 40 मा लागिहाल्छ 10 मिनट कहाँ जाने मन नजाने क्या काम छ ल एक्सेप्टै गरेन स्कुलबाट आएछ यता हेर्नलाई काम गर्ने हो यस्तो हो अनि त्यही त गरेन तँलाई राखेले हेलो हेलो फाइनल भइसकेको छ हेर्नु सक्नुहुन्छ हाम्रो मुडा तिम्रो मुडा कि हाम्रो मुडा यता त मुडा चाहिँ मैले फिनिसिङ गरेको क्या ठिक छ हो यत्रो पनि अक्षर अब अर्को बनाउनु पर्छ यो बिग्रेको छ तुङ ट्याङ ट्याङ ड्र गर्दै हुनुहुन्छ यो यहाँ त्यस्तो बन्छ आर्टिस्ट गाइज आर्टिस्ट हेर्न सक्नुहुन्छ मेन चाहिँ यो यस्तो बनाउनु पर्ने अब यहाँ टोटल डिफरेन्स उयो त लेख्दैछ एल्साजी हाम्रो माइजू हो क्या यो त भरे अपडेट हुन्छ नि फेरि हेलो गाइस हाम्रो चाहिँ रेडी भइसकेको छ डाइनिङ टेबल हेर्न सक्नुहुन्छ यो चाहिँ डाइनिङ टेबल यिनीहरू चाहिँ घर जानु लागेको छ ड्र गर्दैछ गाइस हस् त गाइस आजको लागि त यति नै रहेको छ ब्लग सबैजनाले भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले हस् त गाइस आजको हाम्रो दिन यस्तै रहेको छ कस्तो लाग्यो तपाईँहरूलाई यो बनाएको सबैजनाले कमेन्ट गरिदिनु होला बाई